नमस्कार दर्शकवृन्द। आज हामी धेरै मानिसमा देखिने तर सुरुमा थाहा नहुने समस्या बारेमा कुरा गर्दैछौँ। उच्च रक्तचाप, हाई ब्लड प्रेसर। उच्च रक्तचापलाई प्राय साइलेन्ट किलर पनि भन्ने गरिन्छ किनकि धेरै मानिसमा कुनै स्पष्ट लक्षण नै हुँदैन। त्यसैले रक्तचाप नियमित रूपमा चेक जाँच गर्नु महत्त्वपूर्ण हुन्छ। कतिपय व्यक्तिमा देखिन सक्ने सङ्केतहरू लक्षणहरू यस प्रकार रहेका छन्। बारम्बार टाउको दुख्नु, चक्कर लाग्नु, आँखा धमिलो देख्नु, छाती असहज हुनु, सास फेर्न गाह्रो हुनु, धेरै थकान महसुस हुनु र नाकबाट रगत बग्नु केही अवस्थामा हुन सक्छ। यदि यस्ता लक्षण देखिएमा त्यसलाई उच्च रक्तचाप हो भनेर निष्कर्ष निकाल्न मिल्दैन। सही कारण पत्ता लगाउन स्वास्थ्यकर्मीसँग परामर्श र रक्तचाप जाँच गराउनु महत्त्वपूर्ण हुन्छ। उच्च रक्तचाप नियन्त्रणका केही उपायहरू छन्। पहिलो उपाय नुनको मात्रा कम गर्नु, नियमित शारीरिक गतिविधि गर्नु, फलफुल र हरियो सागसब्जी बढी प्रयोग गर्नु, धूम्रपान र अत्यधिक मदिरापान कम गर्नु, तनाव व्यवस्थापन र पर्याप्त निद्रा लिनु, चिकित्सकले दिएको औषधि नियमित रूपमा सेवन गर्नु। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्सक्राइब गर्नुहोस्। यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि हाम्रो च्यानलसँग जोडिनुहोस्। धन्यवाद।